हिजो हामीले HRL को कुरा गरेको थियौं एन्ट्री एन्ड एक्जिट स्ट्र्याटेजी अफ HRL बेस्ड अन support and resistance level. Today we're going to talk about Shivam entry and exit strategy based on Fibonacci retracement. Fibonacci retracement tool generally use हुन्छ uptrend or downtrend market मा. Downtrend मा हामी त्यति युज गर्दैनौं because नेपालमा short selling भन्ने छैन. तर हामीलाई चाहिँ यो टुल युज हुन्छ जब अपट्रेन्ड मार्केट छ. शिवमको तपाईहरुले डेली चार्ट हेर्नुभयो भने खासै अपट्रेन्ड छ जस्तो लाग्दैन. तर तपाईले वीकली चार्टमा जानुभयो भने इट इज भेरी क्लियर दैट शिवम एज अ स्टक इज गोइङ अन एन अपट्रेन्ड है. 2023 को मे देखि नै अप्रिल मे देखि नै यो अपट्रेन्डमा छ र इट हैज स्टिल स्टेड इन अपट्रेन्ड अप टिल नाउ. अल्सो मैले आफ्नो प्याटर्न र ट्रेन्ड चेन्ज गरेको छैन. सो यस्तो स्टकमा वी क्यान युज फिबोनाची रिट्रेसमेन्ट टु सम लेभल. अब रिट्रेसमेन्ट भनेको के हो भन्दाखेरि कुनै पनि स्टक तपाईहरुको माथि जान्छ भने तल पनि आउँछ हैन. जस्तै यो शिवमको हरेक तल आउँदै माथि आउँदै गरेको छ. यो तल आउँदाखेरिलाई रिट्रेसमेन्ट भन्छ र यहाँ प्रपर एन्ट्री कहाँ हुन्छ तपाईको प्रॉफिट म्याक्सिमाइज गर्नलाई भनेर त्यो चाहिँ फिबोनाची रिट्रेसमेन्ट टुलले देखाउन हेल्प गर्छ. अब लेट्स गो ब्याक टु द डेली चार्ट. अब यसमा हेर्दाखेरि एक मिनेट फेरि वीकलीमा जाउँ है. एउटा इम्पोर्टेन्ट पोइन्ट हेर्दाखेरि चाहिँ वीकलीमा कसरी परफर्म गरिरहेको छ त फिबोनाची रिट्रेसमेन्टले त्यो एकचोटी हेरौँ. फिब रिट्रेसमेन्ट टुलमा जाउँ र लेट्स सी हाउ इट रियाक्ट्स इन अ वीकली चार्ट है. अब यसलाई ट्रेस गर्दाखेरि यु क्यान सी मे अप्रिल देखि यो माथि गयो 2023 को तल आयो र 78% को लेभलमा आएपछि फेरि माथि गयो है. सो शिवमले यो फर्स्ट टाइम हेर्दाखेरि 78 सम्म आउँदो रहेछ भन्ने हामीलाई एउटा अन्दाज हुन्छ. लेट्स ट्राई दैट अगेन इन अनदर प्लेस. यतातिर ट्राई गरौँ. फेरि तलबाट माथि गयो. अगेन 78 सम्म आएर रिट्रेस गर्यो हैन. सो यो देख्दाखेरि हामीलाई के थाहा हुन्छ भने शिवमको प्याटर्नमा चाहिँ फिबोनाचीमा यसले 78% सम्मको लेभलमा आउँदो रहेछ भन्ने थाहा हुन्छ. यहाँ पनि अराउन्ड 78 अझै तल छ सरी यहाँसम्म हैन. सो अराउन्ड 78% जस्तो लेभलमा सम्म आएर दिस इज 2025 को चार्ट हैन. त्यसमा पनि सेम भएर माथि गएको छ वीकली चार्टमा हेर्दाखेरि. सो एउटा त्यो याद गर्नुपर्ने कुरा हुन्छ. अब एकचोटी फिब चार्ट लगाएर हेरौँ है. सो जेनरली फिबमा कस्तो हुन्छ भन्दाखेरि दिस इज द चार्ट हैन तलबाट माथि. सो यसलाई लगाउँदाखेरि जहिले पनि इफ अ मार्केट इज इन अपट्रेन्ड देन यु स्टार्ट फ्रम डाउन एन्ड गो अप. जस्तै मार्केट जसरी गइरहेको छ हैन तलबाट स्टार्ट भयो माथि गयो. डाउन ट्रेन्ड मार्केटमा लगाउने हो भने माथिबाट स्टार्ट भएर तल लग्ने. यो दुईटा पोइन्ट्सहरुलाई अब यसरी जोइन गरिसकेपछि यहाँ पर्सेन्टेजहरु दिन्छ. हामीलाई मेन चाहिने पर्सेन्टेज भनेको 50 र 60 को बीचमा र समटाइम्स 38 को लेभलमा है. 38 टु 50 को लेभलमा रियाक्ट जेनरली मार्केटमा यतिमा गर्छ र हामीले ध्यान दिने पार्ट पनि यति नै हो फ्रम 38 टु 61 र मोस्टली 50 टु 61. तर यसमा चाहिँ हामीले के देख्यौं कि वीकलीमा पनि हेर्दाखेरि र यसमा डेलीमा पनि अहिले देखिन्छ शिवम आफू चाहिँ 78% को रेन्जसम्म रियाक्ट गर्न आउँदो रहेछ तल र त्यसपछि चाहिँ माथि जाँदो रहेछ है. यो चाहिँ शिवमको युनिक क्यारेक्टरिस्टिक भयो जुन हामीले यसलाई स्टडी गरेर बुझ्यौं. अब यसलाई अरु के हेर्न सक्छ भने अब अहिले हामीले के गर्ने त भन्ने स्ट्र्याटेजी भयो हैन. यति बुझेपछि हामीले अब यो पुरानो जुन 29 2025 देखि यो बढेको छ त्यहाँबाट ट्रेस गर्दै यसको सबभन्दा अपमोस्ट पोइन्टमा गयौं. त्यो गरेर फिब लगाउँदाखेरि के देख्यो भने 78% सम्म तल आएर फेरि माथि गएर रिट्रेस गर्यो हैन. अब यो त एउटा रिट्रेसमेन्ट माथि गइसक्यो यसले देखाइसक्यो. तर हामीले त यसमा एन्ट्री लिन त अहिले धेरै ढिलो भयो भनौं. नत्र शिवमको एन्ट्री जहिले पनि हामीले हेर्दाखेरि के देखिन्छ त 78.6% रिट्रेसमेन्ट हुँदाखेरि यो लेभलमा एन्ट्री गर्नु चाहिँ हिस्टोरिकली राम्रो देखिएको छ हैन. अब लेट्स रिमुभ दिस वान. अनि अब हाम्रो अप्सन त गइसक्यो. नाउ लेट्स लुक एट स्मलर स्विङ्स एन्ड मेबी सानो स्विङमा हामीले एन्ट्री गर्न सक्छौं. अब त्यसको लागि फेरि फिब लगाउँ है. लेट्स लुक एट व्हाट ह्यापेन्ड एट दिस स्विङ. यो जुन सेप्टेम्बर 21 देखिको अक्टोबर 28 सम्मको के भएको छ भनेर लेट्स स्टडी दिस स्विङ. यहाँबाट एउटा लगाए अप ट्रेन्ड भएको भएर माथि लिएर गएँ मैले हैन. र यसको यो जुन पोइन्ट दिस इज अन अक्टोबर 9 को लेभल हो यो स्विङ. सो यसको हाईएस्ट त्यहाँ लगाएँ. त्यो लगाउँदाखेरि लेट मी मेक दिस बिगर. आई होप इट्स क्लियर छ है. यो तल चाहिँ मैले यो सबभन्दा लोवेस्ट यो स्विङको लगाएँ which was on सेप्टेम्बर 18 र सबभन्दा हाई यो स्विङमा गएको थियो अक्टोबर 9 मा. माथिको पोइन्ट त्यसमा लगाएर छोड्दै हैन.
अब त्यो छोड्दाखेरि के देखिन्छ भने यसमा चाहिँ यो स्मल स्विङमा चाहिँ 61%, यहाँ पनि 78 सम्म छुन चाहिँ आएको छ है यस लामो विकले, तर इट स्टेड अबभ 61.8%, जुन हाम्रो यो गोल्डन जोन जस्तो हो 50 to 61 यसमै गएर बसेको छ। यो बेला हामीले हेरेको भए एन्ट्री कहाँ हुन्थ्यो त भन्दाखेरि यो रेड क्यान्डलमा हुँदैन थियो, अक्टोबर 16 को दिन हुँदैन थियो, त्यसको भोलिपल्ट हामीले ग्रीन क्यान्डल देख्यौँ है, त्यहाँ हामीलाई एउटा सङ्केत आइसक्यो कि एउटा इन्डिकेसन कि इट्स गोना गेट ग्रीन एन्ड गो अप हैन। अब त्यसपछि पनि बनेको यो अक्टोबर 26 को क्यान्डल एकदमै राम्रो क्यान्डल मानिन्छ। एउटा त यो लङ विकलाई राम्रो मानिन्छ है, यो ठाउँमा फिबोनाचीको यो गोल्डन जोनमा आएर लङ विक क्यान्डल यसरी बन्यो भने ग्रीन क्यान्डल इट्स कन्सिडर्ड साइन फर एन्ट्री हैन। सो यहाँ यो दिन अथवा भोलिपल्टको दिन डेफिनेट एन्ट्री हुन्छ। तपाईलाई एन्ट्री गर्नु छ भने यो स्ट्र्याटेजी युज गरेर हैन, यसले चाहिँ अब फिबले चाहिँ एन्ट्री भन्यो भनौँ न। अब यहाँ एन्ट्री भन्यो र त्यसपछि हामीले यो दिन गरेपछि 1 2 3 4 दिन जस्तो गरेर फोर्थ डेमै माथि गएर हाम्रो यो फर्स्ट टेक प्रफिटमा गइसक्यो है, र यहाँ आइदर अल प्रफिट अर सम प्रफिट हामीले टेक गरिसकेको हुन्छौँ। सो फिब अनुसार यहाँ लिएको भए चाहिँ त्यस्तो हुन्थ्यो, तर हाम्रो त्यो स्विङ पनि छुटिसक्यो हैन। अब हामीले यस्तो मिनी स्विङ स्टडी गरेपछि हामीले त्यसपछिको के हुन्छ भनेर एउटा गेस गर्न सक्छौँ। लेट्स रिमुभ दिस फिब र अर्को लगाउँ। अब यो नयाँ स्विङमा लगाउँ जुन हामीलाई करेन्टली एन्ट्री दिन्छ। सो लोएस्ट पार्ट यो छ हैन, दिस वाज अन अक्टोबर 26 को लोएस्ट पार्ट र हाईएस्ट पार्ट अहिलेकोलाई यता छ विच इज अन नोभेम्बर 6 2025 मा हाईएस्ट पार्ट छ। हामीले यो फिब लगायौँ है। अब त्यो लगाएपछि हामीले के हेर्नु पर्यो त भन्दाखेरि कुन लेभलमा आएर यसले रिभर्स गर्ने संकेत दिन्छ है। अहिलेकोलाई 38 मा स्लाइटली रियाक्ट गरेर माथि गएको जस्तो छ। 38.2 लाई शालो पुल ब्याक भन्छ हैन, शालो रिट्रेसमेन्ट, त्यस्तो स्ट्रङ त होइन यो, बट वी क्यान स्टिल वेट फर अ गुड रिट्रेसमेन्ट एन्ड देन त्यो अपर्च्युनिटी दियो भने वी क्यान गेट इन द होइन एन्ट्री, हाम्रो आफ्नो एन्ट्रीमा गर्न सकिन्छ। अब यसलाई यहाँ तल हामीले कहाँ कुर्छौँ भने 50-60 को लेभलमा कुर्छौँ हैन, तर तल आउँलाई कुरेर मात्रै भएन, हामीलाई यो जुन यतातिर हाम्रो जसरी राम्रो देखाएको थियो, इन्डिकेसन जसरी दिएको थियो, कन्फर्मेसन दिएको थियो, 3-4 चोटि त्यही ठाउँमा बसेर एउटा सपोर्ट बनाएको थियो, त्यो सबै यहाँ देखेपछि एन्ट्री हुन्छ। त्यो भयो भने हामी रिस्क घट्छ हाम्रो हैन। सो कुन लेभलमा आएर यसले माथि जान्छ त यसले देखाउनु पर्छ इन अ फ्यु डेज, तर हामीले कुर्नु चाहिँ पर्यो र कुरेर राम्रो एन्ट्रीलाई हामीले छान्नु पर्यो। अब यहाँ हेर्दा हामीले एउटा प्लानिङ चाहिँ गर्न सकिन्छ फर अ कमिङ फ्यु डेज हैन। त्यो प्लान गर्दाखेरि अब सपोज हामीले भन्यो कि 50% सम्म आएर माथि जान्छ रे भनेर देखियो हैन, अहिलेकोलाई एउटा प्लान बनाइराख्ने ल 50% मा हामीले एन्ट्री गर्ने रे भनेपछि यहाँ एउटा हाम्रो एन्ट्री पोर्सन बनायौँ। त्यसपछि हामीले स्टप लस राख्नु पर्यो 61 भन्दा कम, किन त्यहाँसम्म त आउन सक्छ हैन, त्यो भन्दा तलको राख्यौँ हैन, र यसको टेक प्रफिट राख्यौँ अराउन्ड। अब यो रेजिस्टेन्स हरेक फिबोनाचीको हरेक लाइन सपोर्ट र रेजिस्टेन्स मानिन्छ, यो सबभन्दा माथिको रेजिस्टेन्स भन्दा अलिकति तल हामीले टेक प्रफिट राख्यौँ र त्यो राखेर अहिलेकोलाई लेट्स रिमुभ दिस फिब। लेट्स सी अब के भयो है हाम्रो। अब हामीले अहिलेकोलाई एन्ट्री यहाँ राखेको छौँ, तर अफकोर्स यो एन्ट्रीलाई यो कन्फर्मड एन्ट्री होइन, त्यसले हामीलाई यस्तो खालको केही दिनु पर्यो, यो एन्ट्री अलिकति तल 60% मा पनि आउन सक्छ है, तर सपोज 50% मै आयो भने भनेर राखेको एन्ट्री हो एज अ प्लानिङ। अब यहाँ के हुन्छ भन्दाखेरि हेर्दाखेरि हामीले 583 मा एन्ट्री गर्न पाउँछौँ, 620 मा हामीले टेक प्रफिट गर्छौँ फर्स्ट, 572 भन्दा तल गयो भने वेयर गर्न हिट द स्टप लस हैन। यो हाम्रो अहिलेकोलाई प्लानिङ भयो। र यो रेसियो पनि 3.4 रिस्क रिवार्ड रेसियो भनेको इट इज प्रिटी गुड। 10 रुपियाँको हामीले 11 रुपियाँको हामीले रिस्कमा 37 रुपिस जति हामीले गेन गर्ने एक्सपेक्टेसन गरेको छौँ है। सो अहिलेकोलाई यसरी नै एउटा स्ट्र्याटेजी बनाउने र वी विल मुभ दिस टेक प्रफिट एन्ट्रीहरू एज द प्राइस एक्सन डेभलप्स, अनि प्राइस एक्सनले नै डिक्टेट गर्छ इन द एन्ड एन्ट्री हुन्छ कि हुँदैन भनेर, र अरू पनि धेरै कुरा हुन्छ एन्ट्री एक्जिट स्टप लसको लागि अभियसली हैन। नेप्से कस्तो छ, भोल्युम कस्तो आएको छ, अब तपाईहरुको रिस्क टलरेन्स के छ, क्यापिटल अमाउन्ट के छ, त्यो सबैले भर गर्छ। दिस इज जस्ट वान स्ट्र्याटेजी द्याट वी क्यान किप इन माइन्ड इन द फर द कमिङ फ्यु डेज हैन, शिवममा कसरी एन्ट्री गर्ने भनेर। बट देन यो चाहिँ एउटा मात्र स्ट्र्याटेजी भयो, अभियसली यु हेभ टु थिङ्क अफ अ लट अफ डिफ्रेन्ट थिङ्स बिफोर वी टेक अ सेफ एन्ट्री। ओके, शिवमको लागि आज यति नै, अरू कुनै पछि डिस्कस गरौँला डिफ्रेन्ट स्क्रिप्ट्सहरू।